हेलो नमस्ते अल अफ यू। आई होप सबजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज पनि न्यू ब्लग लिएर आइसकेको छु। आज चाहिँ के ब्लग लिएर आएको भन्ने कुराहरू हजुरहरूले कभर पिक देखेर नै थाहा पाइसक्नु भएको छ। र आजको ब्लग रहेको छ पशुपति पशुपति मन्दिरको दर्शन। बिहान उठेर चिया त्यसपछि नुहाएर अनि त्यहाँबाट भान्जी चाहिँ ट्याक्सी चढेर उता ट्याक्सी चढ्नु भयो। म चाहिँ यताबाट हिँड्दै गएँ, तलसम्म हिँडेर गएर त्यो ट्याक्सी चढेर तर बाइपास गएर ट्याक्सी चढेपछि टक्क भान्जीले आफ्नो साथी ल्याउनु भएको। त्यसपछि मैले बहिनी पनि रश्मिता बहिनी पनि आउने भएको थिएँ। रश्मिता बहिनी 4 जना भएर गएको पशुपति मन्दिर। 4 जना गयौँ हेर्नु पशुपति मन्दिरको भिडहरू। मन्दिर यति भिड हुन्छ कि सोमबार चाहिँ साउनमा सोमबार चाहिँ धेरै भिड हुन्छ। तर प्रायः पशुपति मन्दिरमा सोमबार चाहिँ भिड नै हुने गर्छ। तर साउनको महिनामा चाहिँ सोमबार मात्र नभएर अरू बार पनि भिडै हुन्छ पशुपति मन्दिर। तर सोमबार चाहिँ अलि धेरै भिड हुन्छ। सोमबार चाहिँ धेरै नै भिड हुन्छ। हामीसँग गर्दै यताउति खिच्दै होइन। अन्त प्रवेशहरू पनि धेरै हुनुहुन्छ। हामीहरूको सेवाकै लागि खटिनु भएको छ उहाँहरू। हेर्नु भिडको लाइन कति लामो हो क्या, कहाँसम्मको लाइन हेर्नु, यति धेरै लाइन क्या। हिँड्न पनि गाह्रो छ। बिहान त लाइन बस्दैमा दिक्दार लाग्छ। तर अझै आफ्नो धर्म गर्नु गएपछि लाइन बस्न दिक्दार लाग्छ भनेर पनि नहुने, लाइन त बस्नु नै पर्यो होइन गाइज। आज चाहिँ धेरै नै रमाइलो भयो। म भान्जीसँग हिँड्न पाउँदा मलाई धेरै खुसी लाग्यो। सायद भान्जीसँग म यसरी कहिले पनि हिँडेको थिइनँ होला। भान्जीको रुममा त म प्रायः गइ नै रहन्थेँ। र भान्जीसँग आज हेर्न पशुपतिबाट देखेको भ्यू क्या दामी छ। पशुपतिमा प्राय पशुपतिमा भ्रमण गर्न गइरहनुपर्छ, घुमिरहनुपर्छ। मन्दिर जस्ता कामहरूमा हिँडिरहनुपर्छ। कहिलेको मन्दिर कहिले कहाँ। मैले सोचेको कामहरू चाँडै पुरा होस् भन्ने चाहन्छु। भगवान् पशुपतिनाथले मलाई रक्षा गरेर मेरो सपनाहरू चाँडै पुरा गरिदिनुहोस् भन्न चाहन्छु। हजुरहरूलाई केही माग्नु छ भने पशुपतिनाथमा आएर दर्शन गर्नुहोस्, अवश्य पुरा हुनेछ। धेरै मान्छे भएर होला लाइन चाहिँ धेरै घुमाउरो तालले बनाएको क्या। सोझो बाटो आउँदा पनि धेरै लामो बाटो बनाएको छ। रश्मिता बहिनी, भान्जी, अर्को बहिनी। धेरै दामी लाग्यो क्या भ्यू त मलाई त। हेर्नु उता हेर्नु तारे बाँदर दौडिरहेको छ। के दामी खतरा भ्यू हेर्नु। आकाशतिरको मान्छेको भिड हेर्नु। सोमबार त दर्शन गर्न जानु पर्थ्यो तर भिडले पेलेर यस्तो पेल्छ कि भिडले होइन। हेर्न सक्नुहुन्छ भिड नै कति धेरै छ। हेर्नु फोटो खिच्नेहरू पनि त्यत्तिकै हुनुहुन्छ, अरू पनि त्यत्तिकै हुनुहुन्छ। हामी दर्शन गऱ्यौँ। अब म भित्रको त याद गर्न पाउँदैन। हामीले भित्र बसेपछि आफ्नो मोबाइल आफू लिएर खल्तीमा हाल्नुपर्छ, ब्यागमा हाल्नुपर्छ। तर भित्रको फोटो कैद गर्छु भन्नलाई चाहिँ दिँदैन। तर हामी फोटोसोटो गरेर त्यसरी बाहिर आएर फोटोसोटो खिच्यौँ यसो एउटा दुइटा। त्यसपछि यसम्म चाहिँ सानो तिनो भिडियो बनाउनुतिर लागेँ। भान्जी चाहिँ अब बत्तीहरू बाल्न लाग्नु भएको छ। बत्तीहरू बाल्न लाग्नु भएको छ।
के राम्रो हुनुहुन्छ कि हाम्रो भान्जी त भान्जीले माग्नुभएको चिजहरू त्यो चाँडै नै पुरा होस् भन्ने चाहन्छु र मेरो पनि सायद चाँडै नै पुरा होस् भन्ने चाहन्छु। मेरो जुन अहिले लक्ष्य छ त्यो लक्ष्य चाँडै नै पुरा होस् भन्ने चाहेको छु। हजुरहरूले पनि सपोर्ट गरिदिनु होला त्यो लक्ष्य चाँडै नै पुरा होस् भनेर। हेर्नु फेरि मन्दिरमा बत्ती बाल्न आउनेहरूको सबै कुराहरूको भिड हेरेर कुराहरू साध्य छैन हजुरहरूलाई। भ्यू चाहिँ मलाई चाहिँ सबभन्दा आज चाहिँ भ्यू पानी नपरेको बिहान राति पानी पऱ्यो बिहान चाहिँ पानी नपऱ्यो भ्यू मात्र लाग्यो। त्यसपछि आशीर्वादहरू लिएँ गुरुआमाहरूको आशीर्वाद लिएपछि फेरि लागेँ आफ्नो गन्तव्यतिर। क्या दामी भ्यू छ। अब त फर्किनुपर्छ भनेर फर्किनुतर्फ लाग्यो म चाहिँ। अब त बसिरहेर नि भएन नि त आफ्नो अब रुम नै जानुपर्छ। रुम गएर काम गर्नुपर्छ भनेर रुम गएर काम क्लास नै जानुपर्छ भन्ने लाग्यो मलाई। त्यसपछि नरिवल चाहिँ फुटाउनु पऱ्यो नि नरिवल फुटाउनु पर्ला। नरिवल एकदम पानी कति रहेछ चढाउनु पऱ्यो भने मलाई बाध्यले सिकाउँदै हुन्छ। नरिवल त्यसपछि फेरि यता बत्ती बालेको भिडियोहरू चाहिँ परेवाहरू हेर्नुहोस् परेवाहरू कति धेरै छन् होइन। तर यो समयमा धेरै परेवा हो क्या। परेवा त यहाँ टुट्दैन त भए तापनि यति यो जुन साउन महिनामा चाहिँ प्राय टन्ने हुन्छ। यसो परेवालाई आएर दिनु पऱ्यो भनेर आएर दिन लागेको। बिचराहरूलाई पनि आएर खुवाउनुपर्छ नि त खुवाउन त होइन। भान्जीले चाहिँ भिडियो बनाइदिनुहुन्छ परेवालाई आएर किन्न आएर हालिदिनु पऱ्यो। त पऱ्यो क्या दामी लाग्यो। के गर्नु मलाई पनि परेवाहरू पाल्न रमाइलो लाग्छ। तर आफू सधैँ गाउँ घरमा नबस्नु भएपछि मम्मीलाई पनि गाह्रो हुन्छ भनेर मैले नपालिदिएको हो। मलाई परेवा चाहिँ धेरै दामी लाग्छ। हजुरलाई कस्तो लाग्छ? मन्दिर पुगेर एउटा दुईवटा फोटो खिच्नुपर्छ। फोटो खिच्यौँ त्यसपछि फोटो खिचेर बाटो लाग्यो। आजलाई मेरो ब्लग यति नै। हस्त धन्यवाद।